अनि यस्तो भरेर बनाएर अस्ति कुरा गर्थ्यो कि विष्णुका जेठानले बडखोला गएँ मोटरसाइकल छिरेन अब कसोहरू न उँधो तान्न सक्छु न उँधो तान्न सक्छु अत्तामा पऱ्यो यहाँ कहाँ के गरेर कोकन मान्छे गएर खोलामा झारेर लताएर ल्याएको भन्थ्यो दसैँ अगाडि यो साउना त्यहाँ होइन साउनामा तुसार मोसी जान्छु भनेर निक्लिएको हुन्छ नि यहीँबाट यता ढुङ्गो रहेछ कि यसले के हाल्यो के गर्छ बडखोला आयो हल्लु हल्लु भने यो यही हो माइत जाने बाटो यस्तो हाइवे हिँडेर कति 2 घन्टा 2 घन्टा वाइ फुटेर आएछ कि यहाँ वाइ फुटेर आएछ खतरा एडभेन्चर भयो होइन काश्मीरको मान्छेलाई उयो एकपल्ट अर्का खाँची एकजनाले लगेर गयो कि मलाई लुङको देउली गर्ने लगेर त्यो लुङको ल त्यहाँसम्म आएको थिएँ म यो बिचमा यो पहाड चाहिँ म अस्ति पहिलोपटक आज दोस्रो पटक आएको नै ऊ त्यहाँ लुङसम्म चाहिँ आएको थिएँ कि म लुङसम्म आएको थिएँ अस्ति फेरि अस्ति तपाईँसँग भालुवाङ भेट हुने बेला यहाँ लेखासम्म आएको थिएँ विष्णुलाई ल्याएर बड्डा रमाइलो रहेछ नि त्यसले भने हो मथुरामा बसेको मान्छे आइसक्यो त्यसलाई के भन्नु काउली पानी होइन काफल झाँकी ठाउँको नाम काफल झाँकी काउली पानी के हो अब पहाडतिरको त हिजोसम्म त भैले नै खेल्दै थियो त्यहाँमा हो भाइहरूलाई खुवाउनु पर्दैन नि त खोइलामा झगडा परेर दिँदैन फर्काएर भैलो खानेवाला भैलो काकीलाई सोधा काकीलाई होइन यो बाटो ठिक छ त्यो बाटो त्यो मच्छीसम्मको बाटो भन्दा त्यो ठिक छ कति वर्ष भयो 12-15 वर्ष भयो हिँड्ने गएको जोतेर आएको यतमै भात खाना हो काउली पानी पनि यो काफल झाँक्री होइन यो त्यो गाडी चलाएकोले सुरुमा एकैचोटि गाह्रो हुन्छ सिधा हिँड्ने भयो भने त खासै प्रब्लम हुँदैन हामी अहिले पोखराबाट अलिकति गाह्रो हुन्छ पोखराबाट आउँदाखेरि त्यो बस चलाउने मान्छे नि
ओहो कति सिपालु कतिले यस्तै जस्तो जो म अगाडि बसेको छु त्यस्तो हात त्यति सिपालु हात त्यस्तो हात यहाँ तपाईँले त पानी पार्नु रहेछ भने म त यहाँ त ओरातबाट सधैँको कति वर्ष भयो चलाउनु आएको भन्थे जाँदाखेरिको बसको ड्राइभर भन्दा आउँदाखेरिको बसको ड्राइभर बहुत सिपालु हामी रिसिभीको गराएको त व्यक्तिगत रिसिभीले भिडमा खसेर मर्यो भन्थ्यो नि व्यक्तिगत रिसिभीले लगाएर भिडमा बसेर गराए हान्न त हान्ने लाग्यो जाने मन लाग्छ घरमा भन्नुहोस् जान्छ त घरमा हेर त कहाँ पोखरा झर्ने हो पर धारबानीबाट झर्छ र वहीँबाट झर्छ गाउँबाट जान्छ पस्ने होइन यस्तो देख्ने यही हो भन्ने हो त्यही हो त्यति हो यहाँलाई त्यो तिन कुरा नगर है यहाँसित अहिले होला कि होइन होला कि होइन उनको गाउँ आयो हामी त अब जाने हो त्यो लास्ट मुनिको बाटो त्यही हो त मुनिको बाटो जाने यतै त होला अब गाउँतिर जाने हो कि होइन जाने होइन गाउँतिर जाने भने उता छ बाटो अहिले यो पनि जान्छ होला घुमेर के गर्छ त्यहाँबाट झर्नु नमिल्ने भएर यहीँबाट चाहिँ मैले धारबानी होला तर हामी यताबाट आयो अहिले अहिले थाहा हुन्छ उहीबाट हो कि उहीबाट हो ठुलो बखरमा पानी रहेछ धार हुनाले यहाँ पानी धार त यहाँ पनि रहेछ किन पानी त्यत्रो धार छ अब यतै त होला बाँध्ने झर्ने मलाई थाहा छैन यही नै हो कि जस्तो लाग्छ भाइ बानी जाने त यही बाटो पहाडमा त त्यस्तो हुन्छ नि धेरै धेरै एकचोटि गाउँबारी मुलुक गएर गाडी फर्काएको छु मैले गाउँमा जाने हो त गाउँमा गयो कि ए उताबाट गाउँमा चाहिँ गयो यताबाट स्वास्थ्य चौकी घर कृष्णबाबु घर पनि एउटा यो हो कि हो यो हरे यो लगाएको पल्लो रामाहरूको पल्लो पौवा माझा पौवा के 6 नम्बर वडा घरले यही हो उनको गाउँ यही हो देउताको घर मूल घर माथि हो यहीबाट आउने देउलीमा यता माथि पऱ्यो है हामीले देखेँ मेला लाग्ने ठाउँ मेला नै पारियो अलि तल खाल्टामा होइन त्यति पल्लो यहाँबाट झरे यही पाटाबाट जाने हो यहीबाट झर्दै पर जाने त्यो सभापतिको त्यो हो गर त्यो बहादुरको यिनीहरूको त यहीँ हुन्छ संसार घाटमा हुन्छ उसले
म यही घरमा बसेँ ढुङ्गाल छ घरमा देवालीमा अब ए बामादेवको पौडेलहरूको है हो पौडेलको बामादेवको बामादेव बुढो यही घरमा बसेँ पौडेलको घर हो यो मेरो ससुराली लमै छन् नि सोभाराम पौडेल हो उहाँ शोभरामको कान्छा आले किनेर गर्नुभएको हो हाम्रो बिस्ने आइछ है त्यस्तै यो कहाँ ए यही किन्यो यही किन्यो यही माग्री महाराज जय होस् माग्री के नाच्ने आउँछ कि नाच्नेहरू एकछिन पञ्चमा नाच्ने ए पञ्चमा नाच्ने यही चौरो तिजको पञ्चमी तिजको पञ्चमीमा अब अलिअलि तिजका गीत भेटेला नि धेरै सानो यिनको ठुल्ठुला देखिन्थ्यो त अरू फेर्दा मसाला झर्ने झर अब घरै हराइसक्यो पसेर कहाँबाट बदला अब नाम काट्दै का मैले जान्दैन मैले काटेँ उता अब तैँले काट ससुरालीसम्म मेरो दायित्व थियो होइन ससुराली सक्यो घर त अब यहाँ यता जान्छ कि ढाकोला जान्छ अब त सिधै ढाको त्यही हो बानी यतै यो भाने खानु पऱ्यो घर त्यतिकै ठोकेर पनि होइन ठिकै छ अड्यौँला एकछिन छैन त्यस्तो खासै छैन अब हामी खानेगरी आउँदैनौँ अनि फेरि अर्को कुरो उयो बासै बस्न आए पछाडि हो नत्र हामीलाई थाहा नै हुँदैन अनि फेरि अर्को कुरो फेरि के हुन्छ भने नि होटल थाहा पाउनलाई अलि यसो हल्का दायाँ बायाँ खाने जस्तो होटल चिनिँदो रहेछ अब यो माछा मासु खाइन्न माछा मासु नखाएपछि होटल चिनिन्न किन मर्यो होला नि त बुढा ए त्यसो भए नयाँ तालले चिन्दैन त्यसो भए त अब उकालो पनि यो लुङको उकालो कडै उकालो नै कडा उकालो बडा उकालो हो यो बडा उकालो